नमस्कार सम्पूर्णमा अनि स्वागत छ मेरो भिडियोमा। मैले अघिल्लो भिडियोमा कसरी आइपिओ अप्लाई गर्ने भनेर सिकाएकी थिएँ। अब त्यो परेको आइपिओलाई हामीले बेच्न पर्ने हुन्छ अनि बेच्नको लागि तपाईहरुसँग ब्रोकर अकाउन्ट चाहिन्छ। तपाईहरुलाई ब्रोकर अकाउन्ट कसरी मोबाइलबाट नै खोल्ने भनेर म तपाईहरुलाई सिकाउँछु है त अनलाइन। तपाई मोबाइलबाट नभएर अब तपाई आफै गएर खोल्न चाहन्छु भन्नुहुन्छ भने नि सक्नुहुन्छ, तर मैले चाहिँ आज मोबाइलबाट कसरी घरमै बसेर ब्रोकर अकाउन्ट खोल्ने भन्ने बारे सिकाएकी छु। यो भिडियो कृपया अन्तिमसम्म हेरेर साथ दिन विनम्र अनुरोध गर्दछु। यो भयो ब्रोकर अकाउन्ट खोल्ने कुरा। ब्रोकर अकाउन्ट खोल्नको लागि के डकुमेन्ट चाहिन्छ त? एउटा पासपोर्ट साइजको फोटो चाहियो, त्यसपछि नागरिकताको अगाडिको र पछाडिको भागको फोटो चाहियो, एउटा तपाईले आफ्नो नागरिकता समाएर यसरी फोटो खिचेको त्यो फोटो चाहियो, अनि एउटा डिमेट अकाउन्ट कन्फर्मेसन चाहिन्छ र केवाइसी फर्म पनि चाहिन्छ त्यो। अनि त्यसपछि राष्ट्रिय परिचय पत्रलाई आफूले अनिवार्य नै बनाएको छ त्यो पनि चाहिन्छ तपाईहरुलाई फोटो। यो भयो डकुमेन्टको कुरा। डकुमेन्टहरु फोटो खिच्न पर्छ हैन। फोटो खिचेपछि त धेरै एमबीको आउँछ। त्यसमा चाहिँ अपलोड हुँदाखेरि अप टु 1 एमबी सम्म मात्रै छ। केवाइसी फर्म कता पाउँछ, डिमेट अकाउन्ट कन्फर्मेसन कता पाउँछ भनेर मैले सबै भनिसकेकी छु। फेरि चाहिने सबै डकुमेन्टहरु तपाईले पहिला नै आफ्नो तयारीपूर्व राखिराख्नु होला, किन भनेपछि मोबाइलबाट फेरि डकुमेन्ट खोज बनाऊ यताउता पछि झन्झटिलो हुन्छ। अब जाउँ डिमेट अकाउन्ट कन्फर्मेसन कता पाउँछ भनेर मोबाइल स्क्रिनमा। हामीले टिएमएस खोल्दाखेरि डिमेटको कन्फर्मेसन माग्छ। त्यो चाहिँ कसरी हुन्छ भने पहिला आफ्नो मेरो सेयर अकाउन्ट ओपन गर्नुहोस्। ओपन गरिसकेपछि यहाँ 3 डटमा यता 3 धर्कामा गएर क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि माई डिटेल भन्ने छ, माई डिटेलमा क्लिक गर्ने। क्लिक गरिसकेपछि यसलाई पीडीएफ लेखेको छ नि, पीडीएफमा यसरी डाउनलोड गर्ने हो भने यो डाउनलोड हुन्छ। यो भयो डिमेट अकाउन्ट कन्फर्मेसन। अब केवाइसी कता पाउँछ भनेर हेरौँ है त। क्रोम ब्राउजर ओपन गरिसकेपछि तपाईँ कुन ब्रोकर कहाँबाट टिएमएस खोल्दै हुनुहुन्छ त्यसैको नाम अथवा नम्बर हानेर टिएमएस केवाइसी फर्म भनेर सर्च गर्नुहोस्। मैले चाहिँ 38बाट सिकाइरहेको छु, त्यही भएर 38 को डाउनलोड गरेँ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो पहिलो बाबाको मा क्लिक गरेँ। क्लिक गरिसकेपछि तल तल आएँ म। त्यसपछि 20 नम्बरमा देखेछ टिएमएस ब्रोकर अकाउन्ट इन्डिभिजुअलमा यता क्लिक गरेँ मैले। यता क्लिक गरिसकेपछि हेर्नु त यस्तो आउँछ। यसलाई चाहिँ तपाईले यसको प्रिन्ट आउट निकाल्न पर्ने हुन्छ। प्रिन्ट निकालिसकेपछि तपाईले यसमा पुरै फर्म फिल गर्ने। फर्म फिल गरिसकेपछि त्यसलाई फोटो खिच्ने। फोटो खिचेर अनि अपलोड गर्नुपर्ने हुन्छ। अपलोड पनि लेस देन 1 एमबी, लगभग अप टु 1 एमबी भने 1 एमबी सम्मको फोटो चाहिँ अपलोड गर्न सक्नुहुन्छ हैन। त्यसमा हामी ब्रोकर अकाउन्ट कसरी खोल्ने भनेर आफ्नो मोबाइल स्क्रिनमा जाउँ है त। पहिला सुरुमा तपाईले आफ्नो मोबाइलमा क्रोम ब्राउजर ओपन गर्नुहोस्। क्रोम ब्राउजर ओपन गरिसकेपछि सर्चमा गएर तपाईँ कुन ब्रोकरबाट आफ्नो ब्रोकर आइडी बनाउँदै हुनुहुन्छ त्यो नम्बर अथवा नाम हाल्नुहोस्। मैले यहाँ 38बाट सिकाइरहेकी छु, त्यही भएर मैले 38 नम्बर ब्रोकरको हाने है त। टिएमएस अनलाइन रजिस्ट्रेसन हाने है मैले। त्यसपछि सुरुमा देखिएको इन्टरफेसमा क्लिक गरेँ। त्यसपछि यस्तो देखिन्छ है। यसमा के भर्ने हो भनेको यहाँ देखेछ। अलि मैले जुम गरेँ यसलाई। जुम गरिसकेपछि यो रातो स्टारवाला जुन छ त्यो अनिवार्य नै हामीले भर्न पर्ने हुन्छ है। क्लाइन्ट टाइपमा तपाईँ कुन क्लाइन्ट हो, कस्तो प्रकारको हो सिलेक्ट गर्न पर्ने हुन्छ। प्राय जसो इन्डिभिजुअल नै हुन्छ, कोही कर्पोरेट र म्युचुअल फन्ड हुनेहरूले चाहिँ त्यो चुज गर्दा हुन्छ। इन्डिभिजुअल चुज गर्नु होला। त्यसपछि तपाईको मोबाइल नम्बर हाल्नु होला। अनि त्यसपछि मेम्बर ब्रान्च, यो ब्रान्च चाहिँ शाखा कता कता छ, हजुरको नजिक कता पर्छ, सकभर आफ्नो नजिक भएको ब्रान्च रोज्नु होला। किनभने कहिलेकाहीँ नेटवर्क इस्यु अथवा कुनै समस्या आइपरेमा तपाईँ स्वयं नै त्यो अफिसमा गएर भिजिट गर्न सक्नुहुन्छ र आफ्नो उसलाई समस्यालाई सल्भ गर्न सक्नुहुन्छ। त्यसैले आफ्नो नजिकको ब्रोकरलाई
छान्नु होला है त। त्यसपछि प्यान नम्बर हान्नु होला अनि तपाईँको इमेल आइडी पनि हानेर नेक्स्ट गर्नु होला है त। नेक्स्ट गरिसकेपछि एड्रेस डिटेल आउँछ। एड्रेस डिटेलमा अब कन्ट्रीमा चाहिँ नेपाल भइहाल्यो, स्टेट अब कुन ठाउँ बस्नुहुन्छ, अनि स्टेट भन्नाले त्यो प्रदेश, अनि त्यसपछि डिस्ट्रिक्ट भयो। डिस्ट्रिक्ट अब जिल्ला तपाईँ कुन जिल्लामा बस्नुहुन्छ त्यो भयो, अनि म्युनिसिपालिटी नगरपालिका अथवा गाउँपालिका कुनमा बस्नुहुन्छ त्यहाँ चाहिँ हान्नुपर्ने हुन्छ। वडा नम्बर भयो, टोलको भयो, अनि यदि तपाईँ पनि पर्मानेन्ट र टेम्पोररी सेम गर्न चाहनुहुन्छ भने यसमा क्लिक गर्न पर्ने हुन्छ। सेम एज पर्मानेन्ट एड्रेस गरेर नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि अब आउँछ ब्याङ्क डिटेलको पालो। ब्याङ्क डिटेलमा चाहिँ त्यसपछि ब्याङ्कको नाम हान्नु होला यता, अब कुन ब्याङ्क हो, त्यसपछि चाहिँ ब्रान्च कुन ब्रान्च हो, अनि अकाउन्टको टाइप कुन टाइप हो, अनि त्यसपछि अकाउन्ट नम्बर हानेर नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि डिपोजिटरी डिटेल्समा आउँछ है त्यसपछि, अनि योमा चाहिँ बायोड नम्बर हान्न पर्ने हुन्छ जुन 16 नम्बरको हुन्छ त्यो हानेर, यो चाहिँ तपाईँको मेरो सेयर लगइन गरेर डिटेलमा चाहिँ बायोड लेखेको हुन्छ, बायोड हो त्यो नम्बर हान्नु पर्ने हुन्छ यसमा। त्यसपछि डकुमेन्ट अपलोड भन्ने आउँछ। डकुमेन्ट अपलोड आइसकेपछि अब हामीले के डकुमेन्ट यता अपलोड गर्नुपर्ने हुन्छ है त। माथि डिस्क्लाइमरमा के लेखेको छ, प्लिज अपलोड डकुमेन्ट अप टु 1 MB, 1 MB डकुमेन्ट मात्रै अपलोड गर्नु भनेको छ। मैले तपाईँलाई डकुमेन्ट कसरी लेस देन 1 MB गराउने भनेर मैले त्यो सिकाइसकेको छु, त्यही अनुसार नै तपाईँ अपलोड गर्नु होला। सिटिजन फ्रन्ट भने नागरिकताको अगाडिको भाग भयो। केवाइसी डकुमेन्ट हामीले जुन केवाइसी डकुमेन्ट डाउनलोड गरेर प्रिन्ट गरेर भरेको थियौँ त्यसलाई फोटो खिचेर फोटो कम्प्रेसन गरेर राखेका थियौँ, त्यो डकुमेन्ट नै अपलोड गर्ने होला सबै। एउटा मात्रै यहाँ अपलोड गर्ने हुँदैन कि, एउटा अपलोड गर्ने हुन्छ है। त्यता अपलोड गरिसकेपछि +1 गर्ने हो भने एक्स्ट्रा अर्को अपलोड गर्ने ठाउँ त्यहाँ मिल्छ। त्यही भएर प्लस गरेर सबै डकुमेन्ट यसमा अपलोड गर्नु होला केवाइसी डकुमेन्टमा। अनि डिम्याट अकाउन्ट कन्फर्मेसनमा चाहिँ जुन डिटेलबाट PDF हामीले जुन डाउनलोड गरेका थियौँ हो त्यो नै अपलोड गर्नु होला। सिटिजनसिप ब्याग भनेको नागरिकताको पछाडिको भाग, अनि सेल्फ क्यारिङ विथ सिटिजनसिप आइडी भने त्यो चाहिँ के गर्नु होला, नागरिकता समाएर फोटो खिचेर अनि बल्ल यसमा अपलोड गर्नुपर्ने। नागरिकताको चाहिँ त्योमा लेखेको भाग चाहिँ अलि राम्रोसँग प्रष्ट देखिने गरेर खिच्नु होला फोटो चाहिँ। त्यसपछि फोटो अपलोड गर्ने हो। अब सिग्नेचर भने चाहिँ व्हाइट प्लेन पेपरमा सिग्नेचर गरेर अपलोड गर्नु होला। नेसनल आइडेन्टिटी नम्बर भने यो चाहिँ आजभोलि राष्ट्रिय परिचय पत्र नम्बरको चाहिँ अनिवार्य नै बनाएको छ, त्यही भएर बनाइहाल्नु होला तपाईँहरू, छैन भने त्यो चाहिँ अपलोड गर्नु होला। यो केवाइसी डकुमेन्ट चाहिँ यहाँ सुड बी इन PDF फर्मेट भने यहाँमा चाहिँ PDF फर्मेटमा मात्रै अपलोड गर्न पर्ने हुनेछ। अरू चाहिँ PDFमा JPG अनि JPEG फर्मेटमा चाहिँ मान्ने छ यसले। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि युजर एग्रिमेन्ट आउँछ। युजर एग्रिमेन्ट तल गरेर सबै डकुमेन्ट भएको हुन्छ, त्यस सबमिट गर्नु होला। अनि सबमिट गरिसकेपछि तपाईँको अब कति टाइम लाग्छ, लगभग 24 घन्टा जति लाग्छ होला। तपाईँको एकचोटि ब्रोकरलाई कन्ट्याक्ट गर्नु होला यदि तपाईँको इमेलमा आएन भने कुनै मेसेज, किनकि केही डकुमेन्टको कमी भएको हुनसक्छ अथवा प्रष्ट नबुझेको पनि हुनसक्छ। त्यही भएर एकचोटि आफ्नो ब्रोकरलाई कन्ट्याक्ट गरिहाल्नु होला। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।